What's up guys? आज धेरै पछि हजुरहरूको हिम्मत ब्लगर हजुरहरूको हातमा आएको छ। कन्टेन्टहरू नै पाइरहेको छैन। आज चाहिँ कन्टेन्ट ट्याक्कै मिल्ला जस्तो लागिरहेको छ। ट्रेकिङ गाइडको ट्रेनिङमा आज चाहिँ हामीलाई पकानी हाइक लिएर जाँदैछ कलेजबाट। चट्ट यहाँ त्यसैको भिडभाड त्यसैको टोली हो। टक्क लगाएर हामी चाहिँ प्रतीक स्क्वायर भइरहेको छौँ। ऊ पनि प्रतीक, म पनि प्रतीक। प्रतीक क्यू ल ल प्रतीक, ल प्रतीक क्यू भाइ ल ल ल चाट्ट यो यता चाहिँ गाडीमा सबैजना बसिसकेको छ। हाम्रो ट्रेकिङ गाइडको ट्रेनिङमा टक्क लाएर होइन एउटा कुहिरे पनि आएर बसिरहेको छ। आज चाहिँ के भन्छ नेसनल पार्कमा पैसा धेरै काट्छ भनेर चाहिँ चट्ट पारामा उहाँले कालो कपाल बनाएर आउनुभएको छ। पैसा धेरै नकाटोस् भनेर। यहाँ हाम्रो कुहिरे सर पनि त्यहाँ छटपट गरिराख्नु भएको छ। कसरी प्याकेट गरे, कसरी प्याकेट उधारो हुन्छ। आइडी कार्ड देखाएर फ्रीमा पाइन्छ। आज चाहिँ हामीलाई यो अब 38 दिनसम्म ट्रेनिङ सिकेपछि अब ट्रेकिङ गाइडको अब परीक्षण गर्नको लागि हामीलाई लिएर आउँदै हुनुहुन्छ कलेजबाट। हामी चाहिँ चट्ट लाएर पकनी जाँदैछौँ। पकनीबाट हाइक गरेर 1-2 घन्टा हाइक गरेर अनि त्यसपछि हामी चाहिँ फेरि भोलि आजै हाइक गरेर भ्याएर फर्किने अनि भोलि रेस्ट गरेर पर्सि फेरि हाम्रो एक्जाम छ। अब हामी पढ्न सुरु गर्छौँ। मौसम पनि कारणको मौसम भन्नै सकिँदैन। आज मौसम चाहिँ सबका बनाएको। पहिला त यो पब्लिकहरूलाई थिएन है। रोयल प्यालेसको थियो कि राज परिवारहरू आफ्नो मनोरञ्जनको लागि आउने बस्ने ठाउँथ्यो। अहिले यस्तो बाटोसाटो भन्दाखेरि यस्तो दामी चाहिँ त्यो बेलामा घोडाको सवारी गरेर आउँदाखेरि त्यो बेलाको आनन्द कस्तो होला। ट्याक्कै हुस्सु लागेकोमा घोडा चलाउने नाइस हुन्थ्यो नि। यहाँ छौँ। आज सँगसँगै अर्को काम पनि गर्ने भनेर सरहरूले भन्नुभएको छ। सरसफाइ गर्दै चट्ट हाम्रो ट्रेकिङ गाइडको हाइकिङ यसरी सुरु हुन्छ। गाइडहरूलाई अब हाम्रो यहाँ ट्रेनिङ चलिरहेको छ त्यसमा सरले ब्रिफिङ गरिराख्नु भएको छ। अनि हाम्रो टोलीमा एउटा कुहिरे पनि आएको छ। यसको यो बार्क हेर्ने बित्तिकै हामीले चिन्न सक्छौँ। हल्का त्यो चाहिँ ठोप्लो ठोप्लो जस्तो चाहिँ देखिरहेछ होइन। सो अब यो उटिसको यहाँ चाहिँ नजिक वरिपरि हामी धेरै देखेछौँ। तपाईँहरूले पनि नोट गर्नुहोस्। सबैले रुख चिन्ने चाहिँ यो मौका हो है। यो तपाईँले चाहिँ यसै चाहिँ मौका चाहिँ
अब आफूलाई कन्फिडेन्ट नभएको सोध्ने अथवा कसलाई सोध्ने भोलि पर्सि ट्रेकिङमा त्यो चाहिँ सम्भव हुँदैन। सकेसम्म अझै यहाँ बाटोमा जति पाइन्छ त्यो रुखहरू चाहिँ चिन्ने चाहिँ कोसिस गर्नु, नाम सम्झिने चाहिँ अथवा फोटो खिच्नुहोस्। अब हामी चाहिँ अझ जहाँनिर स्पटिङ हुन्छ अथवा ब्रिफिङ हुने ठाउँमा चाहिँ त्यहाँ फेरि कुरा गरौँला। र तेस्रो चाहिँ चिर पाइन थियो हो। अब यहाँ चाहिँ अब 2000 जनवरी 1800 नागिसकेको भएकोले चाहिँ यहाँको पाइन चाहिँ कुन चाहिँ छ तपाईँहरू पनि नोट गर्दै जानुहोस् है। ताकि हामीले चाहिँ जुन भनेको थियौँ त्यो छ कि छैन, कुनै कुनै कुरा चाहिँ ठ्याक्कै हुँदैन। मैले अस्ति पनि भनेको थिएँ, हिँड्दा हिँड्दै अल्टिच्युड 5000 पुग्ने बित्तिकै त्यहीँदेखि हिउँनै पाउँछ र पाउँदैन नि। अब यो हिसाबले चाहिँ तपाईँहरूले पनि नोट गर्नुहोस्। र बाँकी कुरा हामी लास्टमा चाहिँ केही कुरा मैले पनि यहाँ सकेको टिप्छु, तपाईँले पनि फोटो खिच्नुहोस् अथवा केही टिप्नुहोस्। र बाटोमा भएको चाहिँ केही मेडिसिनल प्लान्ट छ भने पनि हामी त्यही बेला पछि चाहिँ छलफल गर्छौँ। थ्याङ्क यू। हेलो गाइस र त्यो होइन बुके फुल हुन्छ नेपालीमा है। बुके फुल बोके फुल होइन यो चाहिँ सधैँ एकै नासको रहिरहन्छ हिउँदमा नि बस्नु किन सकुलेन्ट हो सर यो? होइन, अब यसलाई अझ एनाफाइलिस भन्छ है। यो चाहिँ हामीले मल बनाउनु खोज्दा पनि कुहिँदैन। अब ल यहाँनिर एउटा चाहिँ ल यो चिन्नुहोस् है, यो धेरै काम लाग्ने। एक्जाममा नआउँछ यो त स्योर। यसको पछाडि हेर्नुहोस् त पात कस्तो मजाको छ है। यो सिल्भर लिफ पनि भन्छ यसलाई है। सिल्भर जस्तै ठ्याक्क हल्का त्यो देखिने भएको हुनाले नेपालीमा यसलाई वज्रदन्ती है नाम चाहिँ। वज्रदन्ती भनेको अर्थ के होला? दाँत बलियो बनाउँछ यसले है। यो तपाईँहरूले पनि इन्डियाको टिभीहरूमा यो लालदन पनि यताउताको वज्रदन्तीको कुराहरू आउँछ नि, यो पनि त्यसमा विशेष यसको जरा है। अझ जरा हो। अब यसको जरा अझ चाहिँ कसैलाई चाहिँ डायरिया डिसेन्ट्री छ भने एकदम भेरी इफेक्टिभ। डायरिया डिसेन्ट्री कहिलेकाहीँ अब हामी ट्रेकिङ जाँदाखेरि पनि कहिले हो यो जरा है। मुलै जस्तो त होइन भन्नु होइन, यो नेपालीमा वज्रदन्ती यसको चाहिँ यसको नि ट्याप रुटै हुँदो रहेछ नि। वज्रदन्ती सिल्भर लिफ। ओके वज्रदन्ती त्यो नफाल्नुहोस् है, त्यो नफाल्नुहोस् ल। त्यो अर्को टिमलाई पनि देखाउनुलाई है। यो अब नलिनुहोस्, यहाँ अरू साथीहरूलाई देखाउँदै जानुहोस् है। यो प्लान्ट पनि एकदमै नाम चल्ने इकोनोमिकली है, कलेक्सन पनि हुन्छ। यसलाई नेपालीमा चाहिँ मजिठो भन्छ। नाम सुन्नु भएको छ? मजिठो यसको दाँतमा हल्का चाहिँ त्यो काँडा जस्तो हुन्छ। दिस इज वान अफ द बेस्ट फर नेचुरल डाइङको चाहिँ कलरिङको लागि छ नि। कुन कलर आउँछ सर? अब मिचेर हेर्नुहोस् त, मिच्नु त मिच्नु त मेहन्दी मिच्याउन आइगएन। ओरेन्ज छ सर। यो एकदमै कलेक्सन हुन्छ, हाइली कलेक्सन हुन्छ। यो इन्डियन म्याडर भन्छ है। सेतो लुगामा दलेर हेर्नुपर्छ कि। हामी छ। अब हामी चाहिँ ककनीको हामीलाई ल्याउने डेस्टिनेसनमा हामी आइपुगेको छौँ होइन। कस्तो लागिरहेको छ ब्रदर? यो बिग्रेकै छ। हजुरको लेस फुस्के हो ब्रदर? झाउ लागेको अवस्था छ। चट्ट अब भ्लग भनेर त्यो पुरै डिटेलली छैन। मेमोरीको बुढेसकालको सम्झना भनेर बनाएको भिडियो, त्यही अनुसार हजुरहरूले इन्जोय गरिदिनुहोस्। हो कि नै दाइ? टोली हामी आफ्नो डेस्टिनेसनमा आइपुगेको छौँ। यो चाहिँ चट्ट अब यहाँ खानासाना खाएर अब फर्किने। अहिले चाहिँ ठ्याक्क स्काउटमा हामीले पानी खायौँ भनेर लफडा गरिदियो। अब स्काउटबाट निस्केर अब फेरि अब हाम्रो खाना खाने ठाउँमा जाँदैछौँ। लोकेसन चाहिँ दामी छ। हामीले खाना खाने ठाउँ त्यही हो। त्यही हो। वाल क्लाइम्बिङ पनि गर्ने। आजै गरौँ नि। गर्छ। हाम्रो टोलीहरू त्यहाँ छन्।
अब सबै ट्रेकिङ ब्याच नै हाम्रो टोली हो नि त यो ट्रेनिङ टोलीहरूलाई खाना खानको लागि ल्याइन्छ अनि यहाँ हाम्रो टोलीमा अमेरिकाको खुइरेहरू पनि आइरहेको छन् चट्टै मिस्टर ऱ्याम्स जोन डेभिड ट्रम्प सेकेन्ड हो उहाँ Ram Charisma. And my name is Izir, so my name is Rahul. ट्रेकिङ गाइडको ट्रेनिङमा अब टेन्ट गाड्न सिकाउँदै हुनुहुन्छ त्यही भएर यहाँ खानासाना खाएर हामीलाई भाते निद लागेर यहाँ हामी सबैजना भाते निद धेरै मिठो भएर भाते निद लागेर लास्टै मिठो फुकौ फुकौ ओ रिन्सन सर अघि कहाँ हराउनु भएको थियो हजुर भात धेरै मिठो भयो क्या कसरी काट्ने भनेर यता म्यामले सिकाइराख्नु भएको छ एउटा ऊ त्यता छ एउटा यहाँ छ एउटा के छ यसको चाहिँ एउटा लेयर यो बाहिरको भयो योबाट फेरि यता भित्र अर्को लेयर मजाकै छ को आयो को नयाँ मान्छे भन्ने कुरा थाहा हुनुपर्छ गाइडलाई है अथवा स्टाफलाई एसिस्टेन्टलाई अनि मेम्बर पर्छ गाइडले वाच गर्छ अनि त्यहाँबाट डाइनिङ किन उसँग हामीले पहिले पनि ट्रेनिङ लिँदाखेरि हामीलाई टुरिज्म पढ्दाखेरि ट्रेनिङ दिँदाखेरि पनि ट्रेन कसरी टाइम त्यो बेलामा पनि एउटा मात्रै नेसनल पार्क हो शिवपुरी नागर यो चाहिँ जम्मा कति किलोमिटर पर छ त छैन सँगै जोडिएको छ एलटी भएन बिना एलटी मजा आएन एलटी को डिमान्ड गरौँ न एलटी डान्स गर्न मजा आएन बिना एलटी लाग्छ छुडे हैन फाइनल्ली आजको प्रोग्राम सकियो यस्तो लाग्छ काठमाडौँबाट टाढा पनि होइन ककनी हो यो धुपी चाहिँ लास्ट राम्रो लाग्छ महादेवकै मन्दिर रहेछ अनि
हाम्रो कलेजको बस हामी आएको बस अब हामी कलेज जाने अब हामी कलेज गएरै भेट हुन्छ है त र हाम्रो चाहिँ ट्रेकिङ गाइडको ट्रेनिङ आज सिद्धियो अब आइतबार एक्जाम छ आइतबार एक्जाम पछि चट्ट लाएर अनि सोमबार प्र्याक्टिकल त्यसपछि ट्रेकिङ गाइडको क्लास गइयो